हेर्नुस् है त, यो तपाईको हार्ट लाइन हो र यो तपाईको माइन्ड लाइन हो। यदि यो हार्ट लाइन र माइन्ड लाइनको बिचमा यस्तो खालको एउटा ट्रायङ्गल बन्छ भने यो ठाउँ चाहिँ राहुको स्थान हो र यस्तो व्यक्तिले चाहिँ धेरैभन्दा धेरै धन सम्पत्तिहरू कमाउँछन्, धेरै धनी धनाढ्य बन्छन् र उनीहरूको सम्पत्ति पनि एकदमै सेभ भएर बस्छ। त्यसैले यदि तपाईँहरूको कसैको परिवारको हातमा पनि यस्तो चिन्ह छ भने, हार्ट लाइन र माइन्ड लाइनको बिचमा यस्तो खालको ट्रायङ्गल छ भने तपाईँहरू के सम्झनुहोस् भने त्यो व्यक्ति धेरै धनी हुनेछन् र धेरै सम्पत्ति कमाउनेछन्, साथसाथै उनीहरूको सम्पत्ति सञ्चय पनि हुन्छ भन्नुको मतलब सेभ पनि हुन्छ। तसर्थ यस्तो दुई लाइनको बिचमा भएको ट्रायङ्गल भएका मान्छेहरू धेरै धनी हुन्छन्।